कोही कसैको लागि रुनु पर्दैन के, यो मेरो यो तेरो भनेर झगडा पनि गर्नु पर्दैन। कोही कसैको हुँदैन, सबै दिनजेल खान्जेल तेरो मेरो हुने हो, सँगै हुन्जेल मेरो हुने हो। जब तपाईँ उसको जिन्दगीबाट जान्छ, जब तपाईँ उसको जिन्दगीबाट आज मर्यो भोलि 2 दिन भन्छ नि, हामी मर्ने बित्तिकै हाम्रो ठाउँमा अर्को आइहाल्छ के। भोलि सम्झिन्छ, पर्सि सम्झिन्छ, निको पर्सिबाट हामीलाई बिर्सिन्छ के उसले पनि। त्यसैले ऊ मेरो हो यो मेरो हो भनेर रुनु भनेको त्यो धिक्कार हो के। कसैको लागि मर्याहत्या गर्नु पर्दैन, कोही कसैको हुँदैन, कसैले इग्नोर गरेर केही हुँदैन। त्यसैले सबभन्दा पहिला आफूले राम्रो काम गर्नुहोस् हैन। तपाईले कमाउनुहोस्, तपाईसँग धन सम्पत्ति, तपाईसँग आफूसँग जे छ त्यसमै रमाउने कोसिस गर्नुहोस्। तपाईले दुःख गरेर तपाईँ रमाइरहेको छ, तपाईसँग धन सम्पत्ति छ भने त्यस्तो माया गर्नेहरू त हजारौँ हुन्छ के, हजारौँ लाइन लाएको हुन्छ के। त्यसैले कसैको लागि आँसु नबगाउनुहोस्, कसैको लागि नरुनुहोस्, कोही कसैको हुँदैन। हामी रुने भनेको कि आफ्नो आमाको लागि रुने हो, कि आफ्नो बच्चाहरू पीडा टेन्सनमा हुँदा रुने हो के। अरूको लागि रुनु भनेको त्यो चाहिँ बेकार हो के साथी हो। पछि जब हामीलाई गिल्टी फिल हुन्छ, जब हामी झस्याङ्ग सपनाबाट बिउजे जस्तो हुन्छ नि, तब थाहा हुन्छ कि म त्यसको लागि किन रोएको रहेछ, त्यसको लागि किन कराएको रहेछ भनेर। आफैले जन्माएको छोराछोरी त आफ्नो हुँदैन भनेपछि हिजो अस्ति चिनेर सम्बन्धै जोडेर भन्दैमा त्यो सम्बन्ध जोडेर भन्दैमा यो चाहिँ मेरै हुनुपर्छ, मेरै हो भनेर त्यसको लागि कराउनु रुनु भनेको त्यो बेकार हो। तपाईँ दुःख गर्नुहोस्, काम गर्नुहोस्, तपाईँ कमाउनुहोस्, आफै रमाउनुहोस्। आफू सही ठाउँमा छ, आफू ठाउँमा पुग्यो भने हजारौँ हुन्छ हाम्रो लागि रुने कराउने पनि ल। त्यसैले कसैको लागि आँसु नझार्नुहोस्, कसैको लागि नझुक्नुहोस्, आफूले सक्दो गर्नुहोस्, दुःख गर्दै जानुहोस्, एक न एक दिन चाहिँ सक्सेस नै हुन्छ।